हेलो एभ्रिवान, गुड मर्निङ सबैजनालाई। सो गाइस, मैले हिजो भनेको थिएँ मैले माछा मार्दैछु भनेर हामीले हिजो तयारी पारेको। आज फेरि हिजो तल गऱ्यो, आज माथि टक्कै यसरी खोलालाई उता ढल्काएर हामीले मार्ने भनेको यो भाग। यसमा माछा अब यो डुवाली त्यहाँ छ ताल, उहाँ हामीले जाली थापिसकेका छौँ माछाको लागि। सो बुढाले खन्काउली पाल लिएर आउँदै हुनुहुन्छ। सो उहाँ चाहिँ लेङ्ग्री डाँडा, उहाँ छ लेङ्ग्री डाँडा, उहाँ लक्ष्मण गुरु हैदा गाइस कुरेलो थाप्दै हुनुहुन्छ है। यो अब लगभग सुकिसकेको छ। अब सो गाइस, हामीले चाहिँ टक्क माछा पार्न, माछा अब यो सुकाइसक्यो। यो अघिको देखाउने माछा हो, सानो रहेछ होइन? माछा वाह, अहिले आउनु यता। माछा लड लड दाइ, माछा निकाल्छ है। अब ल है गाइस, हामीले चाहिँ फाइनल्ली माछा लिएर यी टक्क बनाउन लाग्छौँ होइन गुरु? अब 2 दिनको मेहनत हो होइन हाम्रो। उहाँ चाहिँ है हाम्रो माछा प्लानिङ गर्ने गुरु, सिकारी प्योर सिकारी हुनुहुन्छ। हामीले अहिले फ्राई गरेको नि देखाउने छौँ गाइस होइन? हाम्रो माछा फ्राई स्टारमा हुँदैछ। सो फाइनल्ली गाइस, माछा पाकिसक्यो। हामीले चाहिँ वाउ गर्न लागेको अर्ग्यानिक यस्तै खानुपर्छ। यसरी खाएपछि जिउमा लाग्छ गाइस होइन? यो भनेको अर्ग्यानिक हुन्छ।